ल बल गरौँ है ल जित्यो 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 है जित्यो नचोर्नु तान्नु तान्नु जित्यो यताले बधाई छ ल होइन फेरि उता चेन्ज भएछ साइड चेन्ज ल ल ल हाम्रो यहाँ खेलाडी चेन्ज हुँदैछ साइड चेन्ज हुँदैछ साइड चेन्ज हुँदैछ है ल ल ल हाम्रो भरे हाम्रो फेरि युट्युबमा आउँछ नि यो त युट्युबमा हो यो युट्युबमा युट्युब च्यानलबाट मेरो आफ्नै च्यानल छ निमा शेर्पा आफ्नै च्यानल छ क्या निमा शेर्पा निमा शेर्पा भएर हेर्नु है बोल गरौँ दुई तर्फबाट बोल गरौँ ल यताबाट अलिक कलिलो कलिलो पऱ्यो क्या उताको हेर्न त्यहाँ वेट खेलाडी चेन्ज गर्नुपर्ने भएन ए कान्छी प्राइज गए ल बधाई त ल केटा पार्टीहरू आयो अब माछा डुबेको जस्तो लाग्यो त्यहाँ भित्र डुबेको अन्त माछा डुबेर खेलेको पौडी जस्तो लाग्यो कम्बरमा पो पहिला माछा डुबेर यसरी हुन्थ्यो त्यस्तो ढिलो भयो छिटो न ल ल ल खेल मैदानमा उत्रिहालौँ खेलाडीहरू ल यतिखेर हामी श्री बाल्मिक कृषक समूह हरिसिद्धि उत्तिसलाई तर्फबाट राष्ट्रिय धान दिवस 2082 साल भव्य रूपमा मनाइरहेका छौँ। सदा चाहिँ यसपालि पनि धान दिवस राष्ट्रिय धान दिवसलाई किसानको पेटमा धान रोपेर ल ल ल ल बिहान खाएको दही चिउरा आँप केराको सबै बल निकालौँ त रमाइलो लाग्यो यहाँ हाम्रो यहाँ प्रत्येक वर्ष हुन्छ कि प्राइज छ यहाँ जित्ने प्राइज कति होइन यो के उयो हुन्छ उयो छ के भन्छ बेल्चाहरू के राखेको छ के सामानहरू बेल्चा जे अब यो खुन्ने छ यही छ औजारहरू औजारहरू के सुनन्नुको हो वास्तविक रूपमा म
खेल हजुर टिकाले लोडीको अधिकारबाट तान्दै तानेन यत्रको तलले आफै हजुर रेफ्री यो खेल रेफ्रीको सङ्केत अनुसार खेललाई पुनः दोहोऱ्याउने भन्ने कुरा आएको छ स्टेट दोहोरी पुस्तकका लागि म हार्दिक धन्यवाद गर्दछु निकाल्यो बल निकाल्यो पहिलो सेट स्थान चेन्ज गरिकन अथवा साइड चेन्ज गरिकन फेरि दोस्रो खेल दोस्रो सेट पनि हार्दिक आग्रह गर्न चाहन्छु उहाँलाई कतिमा 3 मिनटको कुरा चाहिँ रिक्वेस्ट पनि निकै गाह्रो पर्छ हिँड्न दोरी लाग्नु छ निकै गाह्रो छ दुईतर्फको खिचाइ बल हेर्दाखेरि बगौँ लगभग निकै भारी रूपमा निकै भारीलाई चाहिँ तान्नु परेछ खेल्नु पर्ने अवस्था हो त्यसमा हुँदाखेरि अलिकति रेस्ट लिएर खेल सञ्चालन गरिदिनुको लागि म खेल सञ्चालकज्यूलाई हार्दिक धन्यवाद गर्दछु सिटी बजिसकेपछि खेललाई पुनः सञ्चालन गर्ने गरेको सङ्केत प्राप्त भएको छ सिटी छैन तेस्रो सेटको खेल यहाँ चलिरहेको छ पहिलो सेटको खेलमा तेल भन्ने टिमले आफ्नो